एउटा सानो बालिका जसले ठूलो सपना र आशा बोकेको थियो। के हजारवटा ओरिगामी क्रेनले उनको जीवन बचाउन सक्यो? के सादाको सासाकीको सपना पूरा भयो? हेलो एन्ड नमस्ते साथीहरू, आज म तपाईहरूलाई एउटा यस्तो कथा सुनाउन गइरहेको छु जसले विश्वभरिका लाखौं मानिसको मन छोएको छ। यो एउटा सानो जापानिज बालिका सादाको सासाकीको कथा हो, जसको नाम इतिहासमा शान्ति र आशाको प्रतीक बनेर अमर रह्यो। अमेरिकाले जापानको हिरोसिमा शहरमा परमाणु बम खसालेको त्यो दिन, त्यस दिन मानव इतिहासकै सबैभन्दा डरलाग्दो घटना भएको दिन। त्यो एक क्षणमै हजारौं मानिसहरूको ज्यान गयो भने लाखौं मानिसहरू घाइते भए। तर त्यो बमको प्रभाव भने वर्षौंसम्म रहिरह्यो। जब परमाणु बम विस्फोट भएको थियो, त्यो बेला सादाको सासाकी मात्र 2 वर्षकी थिइन्। उनको शरीरमा कुनै घाउ चोट पनि थिएन। सादाको एकदमै हँसिली थिइन्, विद्यालय जान्थिन्, स्पोर्ट्स एक्टिभिटिजहरू पनि साथीहरूसँगै खेल्थिन्। उनी एकदमै चञ्चली स्वभाव र आशावादी अनि तेज थिइन्। तर एक दिन उनलाई कमजोर महसुस हुन थाल्यो। उनको आमा बुबा एकदमै डराए र उनलाई जजाउन हस्पिटल लगेर गए। केही दिनपछि सादाको रिपोर्ट आयो। रिपोर्टमा सादाकोलाई ल्युकेमिया भएको खुलासा भयो। ल्युकेमिया एउटा रक्त क्यान्सर हो। त्यसबेला सादाको साथीहरूले उनलाई एउटा पुरानो जापानी दन्त्य कथा सुनाए। यदि तिमीले हजारवटा ओरिगामी क्रेन बनायो भने तिमी निको हुन्छौ। सादाको म बाँच्न चाहन्छु, म निको हुन चाहन्छु भन्ने दृढ इच्छाका साथ सुरु भयो कागजको क्रेन बनाउने अभियान। सादाकोले अस्पतालको ओछ्यानमै ओरिगामी कागजहरू निकालिन् र एक एक गरी ओरिगामी क्रेन बनाउन थालिन्। उनका हातहरू कमजोर हुँदै गए, तर इच्छा बलियो हुँदै गयो। उनका आँखाहरू थकित भए, तर आशा अझ बाँकी थियो। सादाको सपना अधुरो रह्यो, तर जब उनको स्वास्थ्य धेरै बिग्रियो, तब सादाकोले 644 वटा क्रेन बनाइसकेकी थिइन्। अन्ततः 1955मा 12 वर्षको उमेरमा सादाको यो संसारबाट सधैँको लागि बिदा भइन्। तर के उनको कथा त्यही समाप्त भयो त? होइन, उनका साथीहरूले उनको अधुरो सपना पूरा गर्न बाँकी क्रेन बनाए। सादाको सम्झनामा हजारौं ओरिगामी क्रेनहरू चढाइए। आज पनि सादाको कथा विश्वभर शान्ति र आशाको प्रेरणा बनेको छ। आज जापानको हिरोसिमामा एउटा विशेष स्मारक छ। त्यहाँ हजारौं ओरिगामी क्रेनहरू राखिन्छ, जसले सादाको सपना अझै पनि जीवित राखेको छ। अन्त्यमा सादाकोले हामीलाई के सिकाएर गइन् त? पहिलो कुरा त हामीले हाम्रो आशा कहिले मार्नु हुँदैन। दोस्रो भनेको हामीले सपनाहरूलाई पछ्याउन साहस राख्नुपर्छ। तेस्रो भनेको शान्तिको लागि सानो प्रयासले पनि ठुलो प्रभाव पार्न सक्छ। अन्त्यमा तपाईँ के सोच्नुहुन्छ? सादाको कथा सुनेर तपाईँलाई कस्तो महसुस भयो? के तपाईँले कहिले ओरिगामी क्रेन बनाउनु भएको छ? यदि छैन भने आजै एउटा बनाएर सादाकोलाई श्रद्धाञ्जली दिउँ। यस भिडियोमा कमेन्ट गरेर तपाईँको विचार सेयर गर्नुहोला। यदि तपाईँलाई सादाको कथा मन पर्यो भने लाइक र सेयर गर्न नबिर्सनुहोला। धन्यवाद।